अब सुरु भयो मेरो ड्युटी। उहाँ चाहिँ मेरो कान्छी भाउजू उफ्री मेरो लागि तरकारी टिप्दै हुनुहुन्छ। अनि सक्नु भएन के म चाहिँ कोटिलौरो लिएर गएर तान्दैछु चटेलाको झ्याङ। त्यतातिर चाहिँ के भन्नुहुन्छ यसलाई, यता गुल्मीतिर चाहिँ हामी चटेला भन्छौँ है। गुल्मीको पनि इस्मातिर चाहिँ यसको नाम चटेला हो। हजुरहरूकोतिर के हो कमेन्ट गर्नुहोला। अनि म सकि नसकि लौराले यो चाहिँ तान्दैछु। भाउजू टिप्दै हुनुहुन्छ हातले गरेर। हामी अलिअलि झ्याङहरू तानिसकेका छौँ। जम्मा पार्नु पर्यो नि त, तिहारको सिजन हो, रोटी खाने समय हो। तै पनि के गर्नु, जति नै रोटी पकाए पनि लास्टमा चाहिने भनेको त यही तरकारी नै हो मलाई। अनि तरकारी गर्दैछौँ। यहाँ बोटभरि मौसम फलेको छ, त्यो मौसम पनि टिप्नुपर्छ। टिप्छौँ हामीले पछि। अहिले चाहिँ चटेला खोज्दैछौँ। यति जम्मा गरिसकेका छौँ। अनि यता पनि झ्याङहरू त टन्न छ हाम्रोमा। माइत गएर कति साह्रै सबै बोकेर आएको हो। तरकारी केही नराखेर भन्नुहुन्छ होला क्या मलाई फेरि, होइन त्यस्तो होइन कि। मैले यति गरेन भने त मेरो दाइ भाउजू अनि आमाहरूलाई नि म यहाँ आएको फिलै हुन्न अरे क्या। त्यो महसुस गराउनु पर्यो नि त। त्यसको लागि भए पनि मैले यसरी तरकारी त टिप्नै पर्छ क्या, लैजानै पर्छ नि त। भाउजू र म यसरी चटेलाहरू यहाँ जम्मा गरिसकेका छौँ, गर्दैछौँ जे होस्। चटेला टिपेर सकाइसकेपछि यो झ्याल चाहिँ भैँसीले खान्छ नि त, झ्याङहरू चाहिँ भनेर मैले उता लगेर राखेँ। अब पालो आयो मौसमको। अनि मौसमतिर नि भाउजूले लट्ठीले तान्दै हुनुहुन्छ कुटेलौराले भने म चाहिँ बोटमै गएर टिप्छु। मलाई चित्त बुझेन क्या, त्यसले राम्रोसँग झार्न मिलेन। अनि बोटमै गएर झार्दैछु। यहाँनिर मौसमहरू टन्न छ क्या यो बोटमा देखिएको। कताकति भए पनि टिप्दा चाहिँ यहाँ धेरै नै छ। अनि लिएर त जानु पर्यो नि त, 2-4वटा भए पनि आएको बेलामा, होइन भन्दै हुनुहुन्थ्यो आमा चाहिँ साइडबाट। मैले यति चाहिँ टिपिसकेको छु तरकारी, चटेला अनि मौसमहरू। अब यहाँ अरू पनि छ तरकारीहरू, इस्कुसहरू छ है, सिमी बडी सागहरू सबै टिपिसकेको छु। मैले भिडियोमा स्किप गरेर देखाइनँ। यो चाहिँ यति हो ल, हस्।